धेरै समय पहिले पहाडको काखमा एउटा सानो र शान्त गाउँ थियो। त्यो गाउँको छेउमा एउटा पुरानो झुप्रो थियो जहाँ एउटी हजुरआमा र उनको नाति बस्ने गर्थे। उनको सहारा भनेकै त्यही एउटा नाति र पुरानो घर अनि त्यहाँ पालिएका केही गाईबस्तु थिए। वर्षाको समय थियो। आकाश कालो बादलले ढाकिएको थियो अनि गाउँभरि चिसो हावा चलिरहेको थियो। त्यस दिन पारी गाउँको एउटा चोर बुढी आमाको भैँसी चोर्ने उद्देश्यले सुटुक्क गोठभित्र पसेर छानोमा कतिखेर रात पर्ला भनी कुरेर बस्यो। ठिक त्यसै बेला जङ्गलबाट एउटा डरलाग्दो भोकाएको बाघ पनि भैँसी खाने योजनाले त्यही गोठमा लुकेर बसेको थियो। यसरी बाघ र चोर दुवैजना एक आपसमा बिना कुनै जानकारी भैँसीलाई ताकेर एउटै घरमा लुकी रातको बाटो हेरेर विक्रतापूर्वक बसिरहेका थिए। रात पर्दै गयो। हजुरआमाले सधैँ जस्तै त्यस दिन पनि नातिलाई कथा सुनाएर सुताउने प्रयास गरिरहेकी थिइन्। तर त्यस दिन हजुरआमाले जति प्रयत्न गर्दा पनि ऊ निदाउनै सकेन। ऊ चञ्चल स्वभावको थियो। त्यसैले हजुरआमासँग नाना थरीका प्रश्नहरू सोधिरहेको थियो। नातिले हजुरआमातिर फर्केर भन्न थाले, भन्नुस् न हजुरआमा, यो धरतीका मान्छेहरूमा सबैभन्दा खतरनाक मान्छे कुन हो? धरतीका सबैभन्दा खतरनाक मान्छे भनेकै चोर हो बाबु। नातिको प्रश्नको जवाफ दिँदै हजुरआमाले फेरि भनिन्, चोर भन्दा पनि खतरनाक कोही होला त? हजुरआमाको यस्तो कुरा सुनेर छानोमा लुकेर बसेको चोर खुसीले गदगद भयो। अनि नि हजुरआमा, जनावरमा सबैभन्दा खतरनाक कुन हो नि? नातिले फेरि प्रश्न गर्यो। जनावरमा सबभन्दा खतरनाक त बाघ हो, हजुरआमाले जवाफ दिइन्। यो सुनेर बाघ पनि खुसीले गदगद भयो अनि उसले मनमा नै भन्यो, हो, बुढीले ठिक भनी, म भन्दा खतरनाक यो संसारमा अरू कुनै जनावर छैन। नातिलाई हजुरआमासँग यसरी कुरा गरिरहँदा रमाइलो लागिरहेको थियो। उसले फेरि प्रश्न गर्यो, होइन हजुरआमा, संसारमा यी दुई भन्दा पनि अरू कोही बढी खतरनाक हुन सक्छ? कृपया मलाई यसको बारेमा बताइदिनुहोस् न। ए, सबैभन्दा खतरनाक? साँच्ची, यी दुई भन्दा पनि खतरनाक चिज त तप हो नि। मलाई त आज राति तप आउँछ जस्तो लागिरहेको छ। त्यसैले तिमी छिट्टै सुतिहाल है। हजुरआमाको यस्तो कुरा सुन्ने बित्तिकै बाघ र चोर डरले लगलग काप्न थाले। उनीहरूलाई आज पहिलोचोटि जानकारी भयो कि यो संसारमा उनीहरू भन्दा पनि खतरनाक चिज अरू पनि छ र त्यसको नाम पनि उनीहरूले आज मात्रै हजुरआमाको मुखबाट सुने। वास्तवमा तप भनेको चाहिँ के हो भने वर्षाको समयमा छानोबाट यसको आगमन हुन्छ। हाम्रो नेपालमा वर्षभरि पानी परिरहन्छ। पुरानो घरको छानोको हालत कस्तो होला जहाँ वर्षभरि छानोबाट पानीको थोपाहरू तप चुइरहन्छ। यत्तिकैमा बाहिर ठुलो पानी पर्यो। केही समयपछि हजुरआमाको पुरानो घरको छानो पनि चुइन थाल्यो। यो देखेर हजुरआमाले चिच्याउँदै भन्न थाली, लौ आयो आयो खतरनाक तप। यो सुन्ने बित्तिकै चोर हडबडाउँदै भुइँमा झर्न खोज्यो। तर ऊ भुइँमा नझरी सिधै बाघको ढाडमा पो खस्यो। आफ्नो ढाडमाथि यति ठुलो वस्तु झरेपछि तप ढाडमा खसेको बाघले सम्झ्यो। चोर पनि डरले भयभीत भयो। ऊ पनि तप माथि खसे भनेर डरले भुतुक्कै भयो र लगलग काम्न थाल्यो। बाघको पनि मुटुले ठाउँ छोडिसकेको थियो। यसरी उनीहरूले एक अर्कालाई तप सम्झिरहे। बाहिर घनघोर पानी परिरहेको थियो र चुक खोप्टाए झै अँध्यारो थियो। भयभीत बनेका चोर र बाघ के गर्ने भन्ने कुरामा अलमलिएका थिए। त्यति नै बेला बाघ ठाडो पुच्छर लगाएर भाग्न थाल्यो। चोरले पनि बाघलाई च्याप्प समात्यो। रमाइलो कुरा त
के थियो भने बाघ आफ्नो सबै भयभरको शक्ति लगाएर भागिरहेको थियो, किनकि उसलाई ढाडमा खतरनाक वस्तु तप छ भन्ने विश्वास थियो। उसलाई के विश्वास थियो भने म यसरी जोडले दौडिँदा तप खस्नेछ र म मुक्त हुनेछु। चोरले पनि यस्तै केही सोचेको थियो। चोरले आफू खसे भने तपले मार्नेछ भन्ने डरले बाघको कानमा जोडले समातेको थियो। केही समयपछि पानी पर्न छोड्यो र आकाश पनि खुल्दै गयो, तर बाघ दौडी नै रह्यो। पहाड हुँदै, मैदान हुँदै, झाडी, खोला, नाला ऊ भागी नै रह्यो। ढाडमा चढेको चोरले लुक्ने ठाउँ खोजिरहेको थियो। यसै बेला एक्कासी रुखको टोड्का देखियो। रुखको फेदमा आएर चोरले होसियारीपूर्वक टोड्काभित्र छिर्यो। त्यही रुखको टोड्काको तलतिर गहिरो ठुलो खाडल थियो। चोर तुरुन्तै हाम फालेर त्यही खाल्डोभित्र पस्यो। खाल्डो एकदमै गहिरो थियो, जसले गर्दा चोरलाई चोटपटक त लाग्यो, तर पनि तपबाट बच्न सफल भएकाले चोर खुसी नै थियो। उसले लामो सास फेर्दै भन्यो, धन्य प्रभु, ज्यान बच्यो। यता ढाडबाट बोझ हटेकाले बाघले केही राहतको महसुस गर्यो। ऊ पहिले भन्दा जोडले दौडिएर जङ्गलमा पुग्यो। हस्याङ फस्याङ गर्दै उसले खतरनाक तपको बारेमा सबैजनालाई सुनायो। सबै जनावरहरू चकित हुँदै सोच्न थाले, वास्तवमा त्यो तप भन्ने कस्तो चाहिँ जनावर होला त? जनावरहरूको सभामा एउटा बाँदर पनि बसेको थियो। उसले जहिले पनि धाक लगाउँदै भन्ने गर्थ्यो, यो संसारमा मैले नजानेको चिज कुनै छैन। उसको यस्तो व्यवहारबाट जङ्गलका सबै जनावरहरू दिक्क थिए। मौका पाउने बित्तिकै एउटा भालुले भन्यो, ओहो बाँदर भाइ, तिम्रो त साह्रै तीखो दिमाग छ। तिमीलाई त त्यो जनावरको बारेमा अवश्य पनि जानकारी होला होइन? भालुको यस्तो कुरा सुनेर बाँदर सोचमा पर्यो। उसले यस्तो जनावर देख्नु त परै जाओस्, आजसम्म नाम पनि सुनेको थिएन, तर साथीहरूलाई कसरी भन्ने? ऊ त मैले नजानेको कुनै पनि कुरा छैन भनेर धाक लगाइरहन्थ्यो। उसले जानी नजानी झुटो मुस्कानका साथ बोल्यो, ओहो, त्यो त एकदम डरलाग्दो जनावर हो नि। यदि त्यो यतातिर आयो भने हाम्रो निन्द्रा र शान्ति समाप्त पारिदिनेछ। त्यसैले हामी हातमा दही जमाएर बस्नुहुन्न, तुरुन्त त्यसबाट बच्ने उपाय निकाल्नै पर्छ। सबैजना बाँदरको विचारमा सहमत भए। अब के चाहियो र? सबै जनावरहरू मिलेर उनीहरूले जहाँ चोर बाघको ढाडबाट खसेर टोड्कामा छिरेको थियो त्यही गएर तप खोज्ने निर्णय गरे। बाघले डराई अरू जनावरहरूलाई बाटो देखाउँदै अगाडि हिँड्यो। केही समयपछि सबै जनावरहरू तुरुन्तै त्यस ठाउँमा पुगे। हो, यहीबाट तप मेरो ढाडबाट गायब भएको थियो। बाघले ओठ कमाउँदै भन्यो, कतै यो रुखको टोड्का मुनिको खाल्डोमा लुकेको त छैन? खरायोले भन्यो। यसलाई कसरी पत्ता लगाउने भनेर सबै जनावरहरू एकैछिन सोचमग्न भए। यतिकैमा भालुले बाँदरलाई हेर्दै भन्यो, बाँदर भाइ, तिम्रो यति लामो पुच्छर कहिले काम लाग्छ? तिम्रो पुच्छर खाल्डो भित्र हालेर त्यहाँ कोही लुकेको छ कि छैन भनेर पत्ता लगाउने कोसिस गर न। एक्कासी उसमाथि यस्तो प्रस्ताव आएको देखेर बाँदर झस्कियो, तर यति ठुलो भिडको सामुन्ने उसले इन्कार गर्न पनि त सक्दैन थियो। बिचरा बाँदर म नलाई बाध्यतामा परि पुच्छर खाल्डोमा झार्नु पर्यो। तर बाँदरलाई के थाहा, खाल्डोमा परेको चोरले त्यस्तो वस्तुको खोजी गरिरहेको थियो जसको सहायताले बाहिर निस्कन सकोस् भनेर बाटो हेरी बसिरहेको छ भन्ने कुरा। ऊ भित्र बसी आफ्नो भाग्यलाई धिकारिरहेको थियो। उसको अवस्था ठ्याक्क
बित्तिकै आकाशबाट खसेर रुखमा अड्किएको जस्तै भएको थियो। टोड्का भित्रको खाल्डो गहिरो भएकोले बाहिर निस्कने धेरै प्रयत्न गर्दा पनि उसको प्रयास बेकार भयो। त्यही बेलामा उसको नजर बाँदरको पुच्छरमा पर्यो। अन्धालाई लौरी मिले जस्तै उसलाई भयो। ऊ पुच्छरलाई रुखको जरा सम्झेर माथि चढ्न थाल्यो। पुच्छर समात्ने बित्तिकै बाँदरलाई साह्रै दुख्यो, तर उसले हिम्मत हार्नाले फाइदा छैन भन्ने सम्झेर दारा किटेर सही रह्यो। उसलाई थाहा थियो कि यदि रुखलाई दरोसँग समातेन भने खाल्डोमा जाक्किनेछु। त्यसपछि तपबाट उसलाई कसैले पनि बचाउन सक्ने छैन। चोरले जति जोडले बाँदरको पुच्छर तान्यो त्यति नै जोडले बाँदरले पनि रुखलाई समात्यो। दुखाइ यति धेरै थियो कि बाँदरको दाँतबाट पसिना आइरहेको थियो, तर पनि उसलाई बाँच्ने आशा त्यत्तिकै थियो। त्यही कारणले गर्दा उसले हिम्मत गरेर पीडा सहिरहेको थियो। बाँदरको अनुहार रातो पिरो भइसकेको थियो। बाहिर निस्कन आतुर रहेको चोरले भयभरको बल लगाएर पुच्छर तान्यो। यस्तो तानातानको कारणले गर्दा बाँदरको पुच्छर च्वाट्ट चुडियो। पुच्छर चुडिने बित्तिकै चोर फेरि उत्तानो परेर खाल्डोभित्र खस्यो। यस्तो भयानक दृश्य देखेर त्यहाँ जम्मा भएका जनावरहरू डरले भागदौड मचाउन थाले। बाँदर साथीहरूको पछि पछि दौडिँदै भन्यो, हेलो, मलाई छाडेर नजाऊ, पर्ख न भनेको मलाई। तर जनावरहरू यति धेरै डराएका थिए कि उनीहरूले पछाडि फर्केर हेर्दासम्म पनि हेरेनन्। बाँदर रातो अनुहार र छोटो पुच्छर लिएर दौडिरह्यो। यसरी बाँदरको मुख रातो र पुच्छर छोटो भयो, तर जनावरहरूले तपको रहस्य कहिले पनि पत्ता लगाउन सकेनन्।